Guys, welcome back to my channel. This is Sweta Rai and आज चाहिँ म बुढानी कन्टेक इस्कन मन्दिरमा छु अनि आएर दर्शन गरिसकेपछि I'm going to have this kulfi or what we can say whatever म चाहिँ kulfi भन्छु kulfi होला अनि यो देखेको अनि गर्मी भएकोले गर्दाखेरि यो खान्छु भन्ने भयो सो I'm going to have this अनि सङ्गीत चाहिँ उसले चाहिँ समोसा फाफरको समोसा अनि जस्तै सुजीको केही उसले चाहिँ खानु लागिरहेको छ अनि म चाहिँ यो मात्रै खाने भनेर सो आजको भ्लग इज अल एबाउट माई बर्थडे अनि आजको बर्थडे सेलिब्रेसन भनौँ म त अब जन्म उत्सवको लागि चाहिँ म आज इस्कन मन्दिरमा बुढा नीलकण्ठमा रहेको इस्कन मन्दिरमा आएको अनि भइसक्यो अनि मैले बनाउँदिनँ खिच्दिनँ भनेर सोचिरहेको थिएँ कि अनि अफ सडन फेरि होइन बनाऊँ भन्ने भएर अनि मैले बनाएको सङ्गीत ऊ चाहिँ यो खानु गइरहेको छ अनि यो चाहिँ सङ्गीत पल्किरहेको छ क्या एकदम मिठो हुन्छ अरे क्या अनि यहाँको यो एकदम मिठो हुन्छ अरे अनि त्यही भएर अहिले चाहिँ हामी यो चाहिँ यहीँ इस्कनमै भएको क्यान्टिनमा पाइने क्या अनि एकदम मिठो हुन्छ अरे क्या त्यही भएर ऊ एकदम पल्केको छ यसमा अनि त्यही भएर उसले यो खान्छु भनेर खाँदैछ अहिले म पनि टेस्ट गर्छु है अनि भन्छु ल साइडमा राख्नु न यो के भन्छ सुकमेल क्या खाएको थिएँ अनि त्यही भएर अनि कुल्फी निक्लिँदैन त मैले नजानेको चाहिँ कसरी निकाल्ने हो यसरी नै होइन निकाल्ने आजको बर्थडे चाहिँ मेरो लागि चाहिँ ओभरअल एकदम राम्रो रह्यो कि अनि भ्लगमा चाहिँ Hi guys, everyone. समोसा अलिकति आउनु We are here at बुढा नीलकण्ठ इस्कन ISKCON. अनि इस्कनको पनि अब गइसक्यो अहिले क्यान्टिनमा अनि उसले यहाँको समोसा पनि एकदम मिठो हुन्छ भनेर समोसा खान लागिरहेछ है तपाईँले मैले निकाल्नु यहाँ राखेको छु मैले पनि यहाँ राख्छु न हजुर पनि निकाल्नै सकिनँ त हौ मैले त यो त झन्डै झन्डै होइन निकालेको छैन भन न हजुर थाहा छैन म निकालिहाल्छु बिस्तारी त्यो पक्कै निक्ल्यो भने गाह्रो हुन्छ है खानु ए निक्ल्यो ओके हालमा मिठो यम्मी त्यहाँनिर नि मलाई चिज लागेको Hi guys, I'm eating samosa. मलाई यस्तो के हालेको चाहिँ मन पर्दैन क्या मलाई सादा मनपर्छ तपाईँ हजुर यो खाइछ न किनभने खाइछ न हजुर किन थोरै टेस्ट गर्छ नि पल्किन्छ लसुन प्याज दिएर मिठो मिठो यो वाउ मिठो भयो हजुर काटिराख्छु है अलिकति राख्छ अझै खानु लाग्यो म पनि खाने हो
फेरि कति महिनाको लागि हो समोसामा खान पाउने यहाँ कति महिना अँ, सकेसम्म सकेसम्म मैले चाहिँ प्लान गरिरहेको छु 15 दिनमा 15 दिन नभनौँ आयो भने एकादशीको दिन पारेर चाहिँ एभ्री एकादशीमा चाहिँ आउने प्लान सोचिरहेको छु तर भइरहेको छैन अनि अस्तिको एकादशी पछि एकैचोटि आज मेरो जन्मदिनमा आउने अवसर पाएँ अनि मैले चाहिँ त्यति पनि भनेको थिएँ म सधैँ नभए पनि एकादशीको दिन चाहिँ आउने कोसिस गर्छु भनेर हेर्छु अब हजुर ओए तपाईँ खाँदा खाइन्छ नि त हजुरको त म खाली देखिरहेको छु त हेर्नु त अनि म गोरु सुन्दैन हो आउँदैछ हौ त्यसलाई कति हेऱ्यो कति भयो टोटल बिल 165 टोटल मेरो यहाँ मध्येको यो कुकिज फेभरेट हो ए कुकिज हो यो 20 रुपियाँ त तपाईँहरू बनाउनु भयो भने 20 40 अनि यो 50 60 70 80 90 100 अनि 165 पाउनु त टमाटर अलिक महँगो पर्दो रहेछ यहाँ यहाँ कति भयो तिमीले कति हिसाब गरेर यसलाई कति होला अझै भयो 50 मलाई चाहिँ अलिक यस्तो चिजहरू मन पर्दैन क्या त्यही भएर अलिक त्यस्तो भएको नत्र त मिठो छ वाउ यहाँ आइसकिसकेपछिको आनन्द यति मजा अनि आनन्द आयो मैले अघि दिमागमा होइन क्या फिल्म अब जस्ट भिडियो बनाउँछु भनेर अनि अहिले चाहिँ बस्दा बस्दा अलग सलग गर्न आएर मैले बनाएको क्या ल बाई बाई अनि यहाँबाट भरे म त गर्नुपर्छ बाई राधे राधे यो चाहिँ मेरो भिडियो म्युटमा थियो क्या त्यही भएर मैले भोइस ओभर गरिरहेको छु एन्ड एज यु क्यान सी 20 वाला क्यान्डल्स बलेको देखिराख्नु भएको होला तपाईँहरूले अनि यहाँ चाहिँ मलाई मेरो छोरीले बर्थडे सरप्राइज दिएको अनि त्यहाँ 20 वाला क्यान्डल्स चाहिँ किन भन्दाखेरि उसले मलाई जहिले पनि माई आन्ट इज फर एभर 20 भनेर भन्छ क्या अनि त्यो कारणले गर्दाखेरि उसले त्यो वाला बालेको भनेर होइन अनि त्यसपछि यो बर्थडे चाहिँ मेरो लागि चाहिँ एकदमै कम्प्लिटली अनएक्सपेक्टेड किनभने छोरीले नर्मली एभ्री इयर बर्थडे विस गरिरहेको हुन्छ तर यसरी गरेको थिएन नि त यो फर द फर्स्ट टाइम हो नि त अनि फिल्स लाइक सी इज ग्रोन अप नाउ सानैदेखिको सानै थियो अनि अहिले ऊ ठुलो भएर बाहिर गएर पढेर सी इज नाउ इन युएस होइन अनि पढ्दै अनि उसले यस्तो आफ्नो बिजी स्केड्युलमा पनि यसरी टाइम एरेन्ज गरेर एभ्रिथिङ एरेन्ज गरेर मलाई बर्थडे सरप्राइज दिनु भनेको चाहिँ मेरो लागि एकदमै ठुलो कुरा हो अनि त्यही भएर म छोरीलाई भन्न चाहन्छु थ्याङ्क यू सो मच मेरो छोरी थ्याङ्क यू सो मच नानी तिमीले मेरो बर्थडेलाई यति सो स्पेसल बनाइदिएकोमा होइन अनि
त्यहाँ अर्को चाहिँ मेरो साथी मेरो बेस्ट फ्रेन्ड मेरो जान्नु होइन अनि ऊ पनि खुसी भइरहेको छ मेरो बर्थडेमा मेरो खुसीमा ऊ पनि खुसी भएर सेलिब्रेट गरिरहेको छ अनि म कुन टाइममा इमोसनल भएँ मलाई नै थाहा छैन क्या म हाँस्दा हाँस्दै म रोएछु क्या म रुदिनँ भनेर सोचिरहेको थिएँ तर हाँस्दा हाँस्दै म रोएछु क्या अनि म रुँदा रुँदै म सँगसँगै मेरो साथी पनि रोइरहेकी छ क्या बिकज सी लभ्स मी अ लट मेरो हरेक फेजमा मेरो ह्याप्पी मोमेन्टमा मेरो स्याड मोमेन्टमा इन एभ्री वे सी इज देयर सी इज विथ मी सो आई एम सो प्राउड एन्ड सो लकी टु ह्याभ पिपल लाइक देम इन माई लाइफ थ्याङ्क यू सो मच नानी थ्याङ्क यू सो मच फर एभ्रिथिङ मेरो बर्थडे यस्तो स्पेसल बनाइदिएकोमा धेरै धेरै धन्यवाद तिमीलाई अनि म जानुलाई पनि भन्न चाहन्छु तँलाई पनि धेरै धेरै धन्यवाद होइन तैँले मलाई यस्तो राम्रो छोरी मलाई प्रदान गरेकोमा बिकज थ्रु यु होइन आई गट आइसा इन माई लाइफ होइन अनि यदि त नै थिइनस् भने मैले आइसा जस्तो छोरी आइसा जस्तो साथी भन्न नपाउँदिनँ थियो होला होइन अनि सो तँलाई पनि धेरै धेरै धन्यवाद र आइसा ह्याप्पी बर्थडे बुढी ह्याप्पी बर्थडे सुताङको राई ह्याप्पी बर्थडे बुढी ह्याप्पी बर्थडे टु मी ह्याप्पी बर्थडे टु मी खाऊ मोटो मोटो जिङ्ग बादमा के खाने रे तिमीहरू लज मेरो बर्थडे ट्रिट आफूलाई त्यही हो 150 को किमा नुडल्स द्याट्स इट सुत्केरीको नाम गरे आफू